घरको बाघ वनको बिरालो नै भइयो होइन त हामी। आज रहेको थियो नेपाल भर्सेस नामेबियाको नेदरल्यान्ड्समा भइरहेको सिडब्ल्युसी लिग अन्तर्गतको पहिलो खेल, जसमा नामेबियाले हामीलाई 8 विकेटले पराजित गरेको छ। र तपाईँले सिडब्ल्युसी लिग 2 को पोइन्ट्स टेबल पनि हेर्नुहुन्छ भने नामेबिया र नेपालको अङ्क बराबर रहेको छ 24। भेन्यूमा खेल भइरहेको थियो, त्यो भेन्यूको एभरेज स्कोर चाहिँ ओडिआईमा 179 रन मात्र रहेछ। र अर्को कुरा के रहेको थियो भन्दा कमेन्टेटरहरूले पनि भन्नुभएको थियो र गएर तपाईँले अगाडि भएको त्यो भेन्यूमा भएको म्याचहरू हेर्नुहुन्छ भने जुन टिमले चाहिँ टस जितेर बलिङ रोज्छ नि उसको हातमा चाहिँ लगभग आधाभन्दा बढी खेल चाहिँ उसले टस जित्दा नै आइसकेको भन्ने चाहिँ त्यस्तो रहेछ। कमेन्टेटरले भन्नुभएको थियो, हजुरले सुन्नुभएको थियो भने नामेबियाले टस जितेर बलिङ रोजेको थियो। हामी ब्याटिङका लागि उत्रियौँ। कुशल भुटेल मामा जे स्मिथको दोस्रो बलमा बोल्ड आउट हुनुभएको थियो। ईशान पाण्डे 8 रनमा आउट हुनुभएको थियो। आसिफ शेखदाई चाहिँ दुर्भाग्यपूर्ण ढङ्गले आउट हुनुभयो। आउटस्ट्यान्डिङ क्याच रहेको थियो जे स्मिथ र एलेक्स रेन्डरको एकदम कम्बाइन्ड रूपमा, तर हाम्रो लागि चाहिँ त्यो राम्रो हुन सफल भएन। आसिफ शेखदाई जम्मा 16 रन बनाएर आउट हुनुभएको थियो। भाइस क्याप्टेन र क्याप्टेनको बिचमा त एकदम म्याचुरिटी देखिएको थियो। उहाँहरूले रनिङ बिट्विन द विकेट गरेर नै धेरै रन जोड्नको लागि सफल हुनुभएको थियो। र एउटा ओभरको एउटा बलमा त उहाँहरूले दौडिएर 4 रन पनि लिन सफल हुनुभएको थियो। किन भन्दा आउटफिल्ड एकदमै स्लो थियो कि प्रहार गर्नुभएको छ, बलले बााउन्ड्री लाइन छुँदै छुन्न, एक ठाउँमा गएर टक्क अडिन्छ। अनि एकदमै स्लो आउटफिल्ड रहेको थियो र स्ट्राइक रोटेसन र रनिङ बिट्विन द विकेट चाहिँ म्याचुअर तरिकाले क्याप्टेन र भाइस क्याप्टेनले निभाइराख्नु भएको थियो। त्यस पछाडि आरिफ शेखदाई आउनुभयो। आरिफ शेखदाई डक आउट हुनुभयो। गुलसन भाइले 20, सोमपाल दाईले 15, करण दाईले 18 र नन्दन यादवले 1 रन। यसरी भएर चाहिँ हामीले जम्मा नामेबियालाई 158 रनको मात्र टार्गेट दिन सफल भएका थियौँ। र त्यो ग्राउन्डमा बनेको चाहिँ यो लोएस्ट टोटल पनि रहेको थियो, जोइन्ट लोएस्ट टोटल। मजेदार कुरो त के छ भन्दाखेरि हाम्रो नेपाली ब्याटरहरू लेफ्ट आर्म स्पिनरसँग मात्र स्ट्रगल गर्नुहुन्थ्यो अलि अगाडि समयमा त। आजबाट त अब अर्को पनि एकदम डेन्जर रूप थपिएको छ, लेफ्ट आर्म पेसरसँग पनि स्ट्रगल गर्न थाल्नु भएछ। आज जुन खेलाडीले 6 विकेट लिनुभएको छ जे स्मिथ, उहाँ लेफ्ट आर्म पेसर रहनु भएको छ। र अर्को कुरा के रहेको छ भन्दाखेरि आज हामीले 8वटा विकेट लेफ्ट आर्मसँग मात्रै खर्चिएर गएका छौँ है त। अनि जेरार्ड एरस्मसले पोस्ट म्याच इन्टरभ्यूमा भन्नुभएको छ कि हामी सर्ट बलको रणनीति बनाएर आएका थियौँ नेपालको अगेन्स्टमा, र त्यही सर्ट बलको रणनीतिमा हाम्रा ब्याटरहरू यही पेरिफेरीमा घुमेर विकेट दिएर जानुभएको छ र 6 जना ब्याट्सम्यानहरू क्याच आउट हुनुभएको छ। तपाईँले क्याप्टेन साहबको त हेर्नुभएकै हो, फुल सट हान्दाखेरि आउट हुनुभएको थियो, देख्नु भएको थियो नि हजुरहरूले। हामीले हार्यौँ त्यो आफ्नो ठाउँमा छ, हाम्रो पीडा आफ्नो ठाउँमा छ, तर आज नामेबियाले ब्याटिङ, बलिङ, फिल्डिङ तिनटैतिरबाट एकदम डोमिनेटिङ पर्फर्मेन्स दिनुभएको थियो। स्ट्याट नै हेर्नुहुन्छ भने पनि पावर प्लेबाट बनाएको रन, मिडल ओभरबाट बनाएको रन, त्यस पछाडि गएर चौका प्रहार गरेको, छक्का प्रहार गरेको, बााउन्ड्रिजबाट आएका रन, यी सबैमा नामेबिया अगाडि थियो। त्यस पछाडि डट बल पर्सेन्टेज एक्स्ट्राजमा चाहिँ हामी अगाडि थियौँ। हामीले डट बल 69% सामना गरेका थियौँ, नामेबियाले 61, हामीले 15वटा एक्स्ट्रा बल फ्याँकेका थियौँ भने उनीहरूले 10वटा मात्र फ्याँकेका थियौँ। यो गेमको विनर हुन चाहिँ उहाँहरू डिजर्भ पनि गर्नुहुन्थ्यो, यो भिक्ट्री उहाँहरूले डिजर्भ गर्नुहुन्थ्यो एकदमै डेफिनेटली पनि। नामेबियाको जुन ब्याटर रहनुभएको छ ओपनर लिङ्गेन, उहाँ चाहिँ 2024मा उहाँले इन्टरनेसनल क्रिकेटबाट रिटायर गर्नुभएको। त्यस पछाडि उहाँ फेरि फर्किनुभयो इन्टरनेसनल क्रिकेटमा र उहाँले नेपालकै विरुद्धमा 2वटा शतक र एउटा अर्धशतक प्रहार गर्नुभएको छ। आजको खेलमा उहाँले अर्धशतक प्रहार गर्नुभएको थियो। नन्दन यादवले चाहिँ ब्रेक थ्रु क्रिएट गर्नको लागि एकदमै ठुलो रोल खेल्नुभएको थियो। बुसिङको विकेट लिनुभएको थियो, उहाँले जम्मा 2 रन बनाउनु भएको थियो। 6.5 ओभरमा विकेट लिन सफल हुनुभएको थियो। त्यस पछाडि 9.1 ओभरमा ज्यान फ्राइलिङको पनि विकेट लिनुभएको थियो कि क्याच आउट हुनुभएको थियो, तर अनफर्चुनेटली त्यो नो बल रहेको थियो। त्यस पछाडि नो बललाई फेरि रिबल गरिन्छ, फ्री हिटमा पनि नन्दन यादवले विकेट लिन सफल हुनुहुन्छ उहाँकै, तर नो बलमा अब क्याच आउट भइसके पछाडि त्यो रुमै पर्दैन, अनि कसरी आउट गराउने त उहाँलाई, आउटै हुनु भएन कि। त्यस पछाडि उहाँले 77 रनको पारी खेल्नु भएको छ नट आउट रहेर। त्यही भएर अब नन्दन यादवले यदि त्यो मिस नगरेको भए त्यो लाइन आज बलिङको तर्फबाट चाहिँ क्याप्टेन साहबले 1, नन्दन यादवले 1 विकेट लिनुभएको थियो। अरू बलरहरूले विकेट लिन भने सक्नु भएन र नामेबियाले हामीलाई
8 विकेटले एकदमै फराकिलो अन्तरले बलिङबाट, ब्याटिङबाट, फिल्डिङबाट सबैतिरबाट डोमिनेट तरिकाले जित निकालेको छ। अब हाम्रो खेल बिहिबार नेदरल्यान्डसँग रहेको छ। यी खेलहरूबाट, यो गेमहरूबाट पाठ सिकेर चाहिँ पक्कै पनि नेपाली खेलाडीहरू आउनुहुनेछ र त्यो जित हासिल गर्नुहुनेछ भन्ने विश्वासका साथ आजको लागि धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू सो मच। जय नेपाल, जय नेपाली अनि जय नेपाली क्रिकेट।